गाइस वेलकम टु माई च्यानल। सो आज चाहिँ म रेलिङ गएको नि त क्रिकेट हेर्नु, दाहरूको म्याच छ नि त। अब बाइपासमा जाँदैछु नि त, त्यहाँ गाडी आइरहेको छ कि, त्यही कारण अहिले चाहिँ गाइस हामी यहाँ सिमाना आइपुगिसकेको छु। सिमानामा चाहिँ अब खाजासाजा खाने हो नि त, त्यही कारण रहेको। अहिले चाहिँ चिया खाँदैछु हो। सिमाना आइसकेको छु अहिले चाहिँ। यहाँ हेर्नु सक्नुहुन्छ, यहाँको भ्यू चाहिँ यस्तो छ। यहाँबाट चाहिँ यस्तो देख्छ भ्यू हो। अझै माथिबाट झन् अझै दामी देख्छ भ्यू। पर चाहिँ कञ्चनजङ्घा छ हो। तपाईँहरूलाई म माथिबाट देखाउँछु नि भ्यू ल गाइस। यहाँ चाहिँ यस्तो छ यो भ्यू, माथिबाट चाहिँ कञ्चनजङ्घाको यस्तो छ हो। यस्तो छ यहाँ सुकियाको चाहिँ। अब चाहिँ खाजासाजा खाएर भेट्यौँ गाइस। अहिले चाहिँ खाजासाजा खाएर अब निस्किनु नि त, अब त्यही गएर भेटौँ है गाइस। गरिरहेका छन् भनेदेखिलाई ओल्ड स्कुलका खेलाडी साथीहरूलाई पनि चाँडो गरी ग्राउन्डमा उत्रिदिनु हुन हामी सम्पूर्ण सञ्चालन समिति अनुरोध गर्दछौँ। ग्राउन्ड चाहिँ यस्तो छ गाइस हो। अझै म्याच नि त उपस्थित देखिरहेका छौँ। यो म्याच एकदम हाई भोल्टेज म्याच हुने प्रबल सम्भावना खुबै राम्रो बलिङ, केही परेशानी र हामीले आमन्त्रित गरेका अतिथि महानुभावहरू ग्राउन्ड परिसरमा उपस्थित भइसकेका छन् र हाम्रा कमिटीका भाइहरूले उहाँलाई मञ्चसम्म ल्याइदिनु हुन हामी अनुरोध गर्दछौँ। सुन्दर ढङ्गमा खेलिदिएको छ 4 रनको लागि। भोले थामीको यो सिजनको पहिलो रन आफ्नो ब्याटबाट निस्किँदै लेग साइडमा खेल्न चाहन्थे तर सिधै यो एयर बल भएको कारण डट बल र विशेष हामी सम्झाउँछौँ। त्यसरी नै हाम्रो अति आदरणीय भाइ सनम राईज्यूलाई पनि हामी खदानी ब्याच लगाइकन हामी स्वागत जनाउँछौँ। त्यसरी नै ब्याच अनि खदा लगाइकन स्वागत जनाउँछौँ। त्यसरी नै हामीहरूको बिचमा हाम्रो भाइ इसाक राईज्यू पनि हुनुहुन्छ अनि उहाँलाई पनि हामी खदा लगाइकन स्वागत जनाउँछौँ। र त्यसरी नै हामीहरूको सानो मिसफिल्डको काम रनको नाफा। यस्तो खालको रनहरू रोक्न अति नै जरुरी। टपलाई सुन्दर बल थियो तर ब्याट्सम्यान अनि विकेट किपरलाई चकमा दिँदै सिधै 2 रन। र कमिटीको भाइहरूलाई ग्राउन्डको चारै दिशामा चलेर बसिदिन हुन हामी अनुरोध गर्दछौँ। कुरो पनि देखिरहेका छौँ। फेरि पनि मैको लागि यसैबीच तेस्रो ओभरको समाप्तिमा ओल्ड स्कोरको खातामा 17 रन, कुनै पनि नक्सानी छैन। निलेश अनि भोले हल्का कट खेलिदिएको छ 2 रनको लागि। स्ट्रिकको 3 रनलाई कुनै पनि मौका छैन।
चालन बचाउनमा असमर्थ पोइन्टको दिशामा चालनको लागि खेलिदिएको छ निलेश राईले Tisahim ball साथै 2 रनको इजाफा ओल्ड स्कोर लङ्गुदानमा सुन्दर हल्का हातले खेलिदिएको छ 4 रनको लागि अभिनय आफ्नो स्पेलको दोस्रो बढेर हल्का फिल्डिङमा बदलाव गर्दै ठुलो हिट लाउन चाहन्थे तर यो सिधै मोयमै सुन्दर बलिङ गर्दै अभिनय थाहा हल्का स्क्वाड लेग सुन्दर लेग उम्पायरको बगलबाट खेलिदिएको छ 4 रनको लागि खुबै राम्रो फिल्डिङ गर्न नचाहना देखाउँदै एकदमै अनुभवी खेलाडी रोशन गुरुङ आफ्नो टिमको लागि 4 रन बचाउनमा सफल कुना Tisahim ball सचिन दोस्रो ओभर लिएर खुबै राम्रो बलिङ निकाल्न सफल रणवीर शाह 11 ओभरको समाप्तिमा मोटन संख्या 72 3 विकेटको नक्सानीमा ओल्ड स्कोर र राज आफ्नो स्पेलको अन्तिम ओभर लिएर बलिङ एन्डबाट बल फ्याक्न तयार राज टु रोहन ठुलो हिट गर्न चाहन्थे सिधै विकेट किपरको हात हल्का हातले खेलिदिएको छ 4 Tisahim ball साथै त्यो फेरि पनि हानिदिएको थियो तर यो हिटको कुनै महत्त्व छैन सिधै मैमै छ एक चुनाउनमा हल्का फिल्डरलाई प्रेसर दिँदै बचाउनमा असफल फिल्डरहरू जो टुर्नामेन्टको हाइस्ट विकेट टेकर एक अहिलेसम्म उहाँले 6वटा विकेटहरू निकालिसक्नु भएको छ खुबै राम्रो ब्याटिङ गर्दै आरसी उत्तिकै राम्रो ढङ्गमा क्याच लिँदै रणवीर शाह सायद यो टेस्ट क्याच अब त टुर्नामेन्ट हुन सक्छ एकदमै सुन्दर क्याच आज आफ्नो टिमको लागि 27 रन बनाइकन डगआउटतिर फर्किरहेको छ नयाँ ब्याट्सम्यान सनी गथा सिधै विकेट किपरले कलेक्ट गरेको भए यहाँ एउटा चान्स
मालिक सेट ब्याट्सम्यान मालिक सायद अब रहेको बलरमा उहाँको ब्याटबाट छक्का चौका देख्ने सम्भावना देखिरहेको छ एक्स्ट्रा 4 रन यस्तो खालके सिंगल अहिले जेमा छन् यस्तो खालको एक्स्ट्रा सायद भारी हुन सक्छ मौका थियो तर आज फायरब्यान्ड का खेलाडीहरूमा केही चुस्ती नदेखेको हामी देखिरहेका छौँ सायद यो सेमिफाइनलको प्रेसर हुन सक्छ मै सर सायद उहाँले स्ट्राइक ड्राइभ गर्न चाहन्थे तर मारेको ब्याटबाट ठुलो सट हेर्न सबै दर्शक महानुभावहरू उत्साहित छन् दुई रन चुराउनमा सफल यसैबीच 15 ओभरको समाप्तिमा ओल्डी स्कोरको खातामा 126 रन भनेदेखिलाई अब यो म्याच सुन्दर Tisanin ball Humpartoro खुबै राम्रो 4 रन बचाउनमा सफल कप्तानको शट कप्तानले सिधै स्क्वाड खेलिदिएको छ पेनमा शेर्पाले 4 रनको लागि यही 4 रनले उहाँले आफ्नो खाता खोल्दै यो शट खेल्न उहाँलाई कुनै पनि परेशानी आफ्नो साथीले उत्साह बढाउँदै खुबै राम्रो बलिङ होइन तर उल्टाएर वाइटको इसारा खुबै राम्रो फाइनलमा हुन्थ्यो Tisanin ball Humpartoro Waitko Kusara Sudah feeding goal Negara dekhado एकदमै चतुराईको साथमा फिडिङ गर्दै साथमा फिडिङ गरिरहेका छन् फेरि पनि मयमै अझै एउटा डट गराउनमा सफल भोले थामी
पनि 4 बल बलमा 97 रनको खाँचो सुन्दर क्याच लिन सफल खोले र पहिलो झट्का दिन सफल ठुलो ठुलो हिटको लागि चिनिने गर्छ रिन्चेन शेर्पा पाँच विकेट लिन सफल सुन्दर 2 रनको लागि खेलिदिएको छ रिन्चेन शेर्पा ठुलो हिट गर्न चाहन्थे ठुलो हिट लगाउन आजको म्यान अफ द म्याच पारी खेल्दै 3 विकेट लिनमा सफल ब्याक टु ब्याक ओके भाइ म्याच सकिसकेको छ अब चाहिँ हामी घर जान्छु सिधै घर गएर दिन फोनमा चार्ज पनि छैन गाइस भर्खर घर आइपुगेको छु गाइस त्यहाँ रेलिङबाट अब चाहिँ फोनमा चार्ज पनि छैन अब चाहिँ सुतिदिन्छु थ्याङ्क यू सो मच वाचिङ दिस च्यानल ओके बाई